यहाँ एपिसोड 12 बारे बुझाइएको छ। वर्षातपछि अर्थात् आफ्टर द रेन। वर्षात रोकिन्छ, तर त्यसको गन्ध, त्यो आवाज मनमा लामो समयसम्म बसिरहन्छ। अवि र मीरा एउटै छातामुनि उभिएका छन्। वर्षाको अन्तिम बुन्दाहरू झर्दै हावा पनि शान्त भएको महसुस हुन्छ। मीरा मुस्कुराउँदै, कहिलेकाहीँ खुसी ठूला कुरा होइन, बस कसैको हात समाउने कारण मात्र हो। अवि नरम स्वरमा, र कहिलेकाहीँ वर्षात पनि आशीर्वाद बन्छ। सहर फेरि नयाँ लागेको छ, जस्तै उनीहरूको मन पनि। अविले आफ्नो स्केचबुक खोल्छ र अन्तिम पानामा चित्र पूरा गर्छ। उनीहरू दुवै एउटै छातामुनि, फूलहरू वरिपरि र आकाशमा इन्द्रेणी। अधुरो चित्र पूरा भयो, तर कथा कहिल्यै सकिँदैन, किनभने प्रेम कहिल्यै अन्त्य हुँदैन। वर्षातपछि सधैँ इन्द्रेणी आउँछ, त्यसैले जीवन पनि सुन्दर हुन्छ, किनभने हरेक आँसुको अन्त्यमा आशा हुन्छ। वर्षातपछि पनि कथा बाँचिरहन्छ। टु बी कन्टिन्युड, एपिसोड 13, रङ्गहरूको प्रदर्शन अर्थात् एक्जिबिसन अफ कलर्स।